नमस्कार, द रश्मि सेसनमा यहाँहरूलाई स्वागत छ। हामीले हरेक दिन योग गर्नुपर्छ भन्ने यो योग अभियानमा जोडिँदै आइरहेका छौँ र हजुरहरूले पनि गरेर आफू स्वस्थ रहनुपर्छ भन्ने यो अभियानलाई साथ दिनुभएको छ भन्ने अपेक्षा पनि गरेका छौँ। आजको यो एपिसोडमा महिला दिदीबहिनीहरूको लागि विशेष कुन योग अभ्यास गर्दाखेरि पाठेघरलाई एकदमै सहयोग पुग्न सक्छ, बढेको पेटहरू घटाउन सकिन्छ, आफ्नो शरीरलाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने योग अभ्यासहरू लिएर आएका छौँ। योग सँगसँगै आफ्नो सुत्ने टाइम, उठ्ने टाइम अनि खानपान, विचार गरिने व्यवहारहरूमा पनि परिवर्तन ल्याउँदै जानुभयो भने पक्कै पनि हरेक व्यक्ति स्वस्थ रहन सकिन्छ भन्दै आउनु सँगै गरौँ। हामीले योग गर्ने भन्ने बित्तिकै सबैभन्दा पहिला सजिलो आसनमा बस्छौँ, मन्त्र पढ्छौँ, ओमकारहरू उच्चारण गरिसकेपछि सूक्ष्म व्यायामहरू गरिसकेपछि बल्ल योग आसनहरू सुरु गर्छौँ। त्यसको लागि हामीले अब ताडा आसनहरू पनि योभन्दा अगाडिको भिडियोमा राखिसकेका छौँ, त्यो आसनहरू पनि गर्न सकिन्छ। सँगसँगै मैले अब विशेष त सुरुमा अलिकति फ्लेक्सिबिलिटीको लागि यसरी यो कुमको भागहरू मजाले श्वास लिँदै चलाउँदै अपोजिट साइडमा श्वास लिँदै चलाउँदै यस्तो गरिसकेपछि अलिअलि आफूलाई स्ट्रेचिङ गराउने, मजाले एउटा भजन लगाएर नाच्ने पनि गर्न सक्छौँ। सूक्ष्म व्यायामपछि शरीरलाई थोरै तताइसकेपछि अब हामी योगासनमा जान्छौँ। महिलाहरूको पाठेघरको लागि यो थाईहरूको लागि एकदमै गर्नै पर्ने आसन चाहिँ यो दिव्यानी आसन। दिव्यानी आसनमा देवी जस्तो पोज, यसरी 90 डिग्री खुट्टालाई यो पोजिसनमा राख्छौँ, घुँडालाई फोल्ड गर्छौँ, यो थाईको भागलाई एकदमै बढी प्रेसर पार्छौँ। अब सुरुमा नसक्दा यसरी बसेर 1 2 3 4 5 6 गरिन्छ भने अर्को चाहिँ देवी जस्तो हातलाई पनि यसरी छातीलाई खोल्छौँ, ढाडलाई सिधा राख्छौँ। 1 2 3 4 5 6 श्वास लिँदै श्वास छोड्दै फेरि 1 2 3 4 5 6। अब यसैमा श्वास लिँदै स्ट्रेट गर्छौँ। अब यो चाहिँ एकदमै थाकेको हुन्छ, यो तिग्राको भागहरू एकदमै मोटो छ, यहाँको बोसोहरू घटाउन चाहनुहुन्छ भने पनि यसले एकदमै सहायता पुग्छ। त्यस्तै पेल्भिक क्षेत्रहरूमा पनि एकदमै स्ट्रेचिङ बढाउँछ। पाठेघरलाई पनि भित्री अर्गान्सहरू जहाँ पाठेघर रहेको हुन्छ त्यसलाई पनि प्रेसर पुगेर एकदमै एक्टिभ गराउन सहयोग पुग्छ। दिव्यानी आसन नामै देवी, महिलाहरूले गर्नै पर्ने आसनमा यसरी 1 2 3 4 5 6। अब यसैमा देब्रे हातलाई दाहिने घुँडामा राख्छौँ, अर्को हातलाई कम्मरको पछाडि। 1 2 3 4 5 6। श्वास लिँदै सिधा। त्यस्तै फेरि अर्को साइड देब्रे साइडमा हामी 1 2 3 4 5 6। अब दाहिने हातलाई देब्रे घुँडामा राख्छौँ। 1 2 3 4 5 6। यस्तो गर्दाखेरि यहाँ चाहिँ एकदम यहाँको मसलहरू, मांसपेशीहरू एकदमै फ्लेक्सिबल पनि हुन्छ। यहाँ थाकेको बेलामा 2 चोटि 3 चोटि गर्दै बिस्तारै बानी पार्दै गर्न सक्छ, जसले गर्दा पेल्भिक क्षेत्रहरूमा पनि एकदमै राम्रो हुन्छ। त्यसैमा अर्को गर्नै पर्ने आसनमा चाहिँ वीरभद्र आसन हामीले पहिला पनि गरिसकेका छौँ। सिधा श्वास लिँदै स्ट्रेट, श्वास छोड्दै 1 2 3 4 5 6। श्वास लिँदै श्वास छोड्दै 1 2 3 4 5 6। श्वास लिँदै श्वास छोड्दै 1 2 3 4 5 6। श्वास लिँदै श्वास छोड्दै 1 2 3 4 5 6। श्वास लिँदै विश्राम गर्छौँ। सुरुमा खुट्टाहरू थाक्छ, खुट्टा थाके तापनि विश्राम लिँदै गर्न सक्छौँ। अब हामीले पुरै श्वास लिन्छौँ, श्वास छोड्दै दाहिने घुँडा फोल्ड गर्छौँ,
अनि बिस्तारै दाहिने हातलाई यो खुट्टाको साइडमा राखेर सिधा माथि हेर्छौँ 1 2 3 4 5 6 श्वास लिँदै श्वास छोड्दै देब्रे खुट्टा देब्रे हात खुट्टालाई यसरी यो पोजिसनमा हातलाई यहाँ टेक्छौँ हेर है माथिको हातलाई 1 2 3 4 5 6 श्वास लिँदै श्वास छोड्दै 1 2 3 4 5 6 श्वास लिँदै श्वास छोड्दै 1 2 3 4 5 6 श्वास लिँदै यसलाई विश्राम गर्छौँ। अब हामीले देवी आसन दिव्यानी पोज पछि दिव्यानी आसन पछि हामीले यसरी सूर्य नमस्कार पनि जोड्न सक्छौँ। सूर्य नमस्कार योभन्दा अगाडिको भिडियोमा पनि गरिसकेका छौँ, त्यो हेरेर सँगसँगै गर्नुहोला। अब यसमा चाहिँ सूर्य नमस्कार भन्दा पनि त्यो दण्ड आसनमा जानुभन्दा पहिला हामीले श्वास लिन्छौँ, श्वास छोड्दै यसरी नुक्छौँ सामान्य अवस्थामा, यसरी दण्ड आसनमा जान्छौँ हेराइ अगाडि, श्वास छोड्दै खुट्टालाई फोल्ड गर्छौँ अनि यसरी खुट्टालाई क्रस गर्छौँ। खुट्टालाई क्रस गर्दै सूर्य नमस्कार पछि सूर्य नमस्कार सँगसँगै यो आसनहरू जोड्न सक्नुहुन्छ। श्वास लिँदै श्वास छोड्दै श्वास लिँदै श्वास छोड्दै श्वास लिँदै छोड्दै श्वास लिँदै छोड्दै श्वास लिँदै यसरी खुट्टालाई चेन्ज गरेर क्रसलाई फेरि तलमाथि यसरी चेन्ज गरेर पनि गर्न सक्छौँ। यसैमा फेरि हामी दण्डासनमा बस्छौँ। दण्डासन यसरी अगाडि हेर्छौँ। अब यसैमा हामीले यो बढिरहेको पेटलाई घटाउनलाई चाहिँ श्वास लिँदै श्वास छोड्दै श्वास लिँदै श्वास छोड्दै गर्छौँ भने अर्को खुट्टा श्वास लिँदै गरेर हामी यसरी बस्न सक्छौँ। अब हामीले यसैमा मार्सरी आसन पनि जोड्न सक्छौँ। ढाड दुखाइको लागि एकदमै आवश्यक, समग्र यो बडीको लागि चाहिँ। अब यो मार्सरी आसन हामीले पहिलाको भिडियोमा पनि गरिसकेका छौँ। श्वास छोड्दै श्वास लिँदै श्वास छोड्दै श्वास लिँदै यो चाहिँ हरेकचोटि जुनसुकै आसनहरू गर्दा पनि जोड्नु भयो भने यो ढाडमा भएका विभिन्न समस्याहरू पनि हटाउँदै लान सकिन्छ। यो भइसकेपछि हामीले अर्को फेरि यसरी पर्वतासनमा जान्छौँ। श्वास लिँदै अनि दाहिने खुट्टालाई यसरी अगाडि लिएर आउँछौँ। जति सकिन्छ यसरी बस्ने कोसिस गर्छौँ। यसरी श्वास लिँदै श्वास छोड्दै यसरी अर्को खुट्टालाई यसरी समात्ने कोसिस गर्छौँ। जति सकिन्छ यसरी होल्ड गर्छौँ। सकिन्छ भने यो खुट्टालाई यसरी कुइनाको भागमा राखेर हात यसरी लक गरेर अगाडि हेर्छौँ। कति होल्ड गर्न सकिन्छ बिस्तारै यसलाई पनि 3-4 पटकसम्म गर्न सकिन्छ। त्यसपछि फेरि पर्वतासनमा जान्छौँ। देब्रे खुट्टा उचाल्छौँ।
अगाडि लिएर आउँछौँ। साह्रै घोप्टो पर्छु। श्वास लिँदै एकछिन यसरी हटिन्छौँ। श्वास लिँदै श्वास लिँदै छोड्दै गरेपछि अर्को खुट्टालाई यसरी जति सकिन्छ यसरी समात्छौँ। सकिन्छ भने अर्को हातको कुइनामा यसरी राखेर यसरी कति होल्ड गर्न सक्छौँ। मजाले होल्ड गर्दै एकदमै फिलिङ्सको साथ यो आसनहरू गर्दाखेरि आफूलाई एकदमै आनन्ददायक महसुस गर्दै यसरी गर्न सक्छौँ। जसले गर्दा हाम्रो भित्री अर्गान्सहरू महिलाको पाठेघरसँग विभिन्न समस्याहरू भएको हुन्छ त्यसलाई पनि बिस्तारै बिस्तारै सहयोग पुर्याउँदै जान सकिन्छ। अब हामीले यसरी पल्टिन्छौँ। अब हामी चाहिँ यसरी हातलाई यसरी प्रेस गर्न सक्छौँ भने अर्को चाहिँ मुठीलाई मजाले बुढ्यौलालाई भित्र राखेर मुठीलाई गर्दै जति सकिन्छ सिधा बनाएर 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 यसलाई चाहिँ 30 पटक 60 पटकसम्म बिस्तारै बढाएर होल्ड गर्न सकिन्छ। बिस्तारै विश्राम गर्छौँ। हरेक आसनहरू गरिसकेपछि आफूलाई एकदमै थाकेको फिल हुने बित्तिकै हामी विश्राममा जान्छौँ। अब हामी यसरी ढाडको बलले पल्टिन्छौँ। ढाडको बलले पल्टिएपछि श्वास लिँदै नौकासन एकदमै आवश्यक रहेको छ यो पेटहरूको लागि, भित्री अर्गान्सहरूको लागि। श्वास लिँदै श्वास छोड्दै कति होल्ड गर्न सक्छौँ। 1 2 3 4 5 6 श्वास लिँदै यसले गर्दा पाठेघरलाई पनि प्रेसर पुगिरहेको हुन्छ। श्वास छोड्दै 1 2 3 4 5 6 विश्राम गर्छु। अरू ढाडको बलले पेटको बलले गरिने यति विभिन्न आसनहरू हामीले अगाडिको भिडियोमा जोडिसकेका छौँ। आज चाहिँ हामीले विशेष महिलाहरूको लागि यो पाठेघरको लागि तल्लो पेटको लागि यसमा चाहिँ हामीले यसरी खुट्टा फोल्ड गर्न सक्छौँ। श्वास लिँदै हिपको भागलाई माथि उठाउँछौँ। श्वास छोड्दै श्वास लिँदै यो पाठेघरहरू तल झरेको अवस्थामा पनि यसलाई चाहिँ जति सक्दो बढाउन सक्छौँ। श्वास छोड्दै यसैमा श्वास लिँदै अनि अर्को खुट्टा चाहिँ स्ट्रेट गर्न सक्छौँ। 1 2 3 4 श्वास छोड्दै श्वास लिँदै अर्को खुट्टा 1 2 3 4 5 6 श्वास छोड्दै यसलाई पनि 3-4 पटकसम्म हामीले यसरी दोहोऱ्याएर आफू स्वस्थ रहन सक्छौँ। आफ्नो हरेक अङ्गलाई माया गरेर हरेक अङ्गलाई स्वस्थ राख्न सक्छौँ। अब हामीले महिलाहरूको पाठेघरको लागि पाठेघर मजबुत बनाउनको लागि विभिन्न समस्या नआओस् भनेर गर्ने यो योगासन सँगसँगै बसेर गर्ने आसनमा चाहिँ हामीले यो बटरफ्लाई पोज पुतली आसन मजाले यो चाहिँ हामीले हरेक योगा आसनहरूमा जोड्न सक्छौँ। यो पुरुष दाजुभाइहरूको लागि पनि पोस्ट्रेटको समस्या हुन नदिनको लागि एकदमै आवश्यक रहेको छ भने महिला दिदीबहिनीहरूको पाठेघरको मजबुतीको लागि पनि मजबुत बनाउनको लागि पनि यो बटरफ्लाई पोज असाध्यै आवश्यक रहेको छ। यसमै बद्ध कोडमा चाहिँ यसरी खुट्टालाई डुक गर्न सक्छौँ जसले गर्दा हिपलाई पनि एकदम ओपनिङ हुन्छ। अर्को कुरा हात यताबाट घुसारेर यसरी खुट्टालाई यसरी जोडेर
यसरी गर्न सकियो भने पनि भित्री अर्गान्सहरूलाई, किडनीलाई, मूत्रथैलीहरू, पाठेघरको भागमा प्रेसर पुगेको हुन्छ, त्यो अङ्गहरूको व्यायाम पुगेको हुन्छ, हामीले हरेक दिन यसरी जोड्न सक्छौँ। श्वास लिन्छौँ सिधामा अनि यसरी दुवै खुट्टाबाट यसरी हातलाई अनि ट्याक्क दुईटा खुट्टामा लगाएर यसरी जोड्न सक्छौँ र अनि जति सकिन्छ यसरी बस्न पनि सकिन्छ। यसरी श्वास लिँदै आउन सकिन्छ। आज हामीले गरेको आसनहरू महिला दिदीबहिनीहरूको लागि विशेष गरेर रहेको छ। दिव्यानी आसनहरूदेखि लिएर यो अन्तिममा हामीले यसरी बटरफ्लाई पोज, पुतली आसनसम्म गरेर अन्त गरेका छौँ। एक त योग भन्ने बित्तिकै हरेक व्यक्तिको लागि, हरेक उमेरको लागि नै एकदमै आवश्यक रहेको छ। तर हार्ड आसनहरू कसले गर्ने कसले नगर्ने भन्ने कुरा चाहिँ आफ्नो शरीरको अवस्था हेरेर गर्नुपर्ने हुन्छ। यस्तै योग अभियानमा जोडिराख्नु होला। नयाँ एपिसोडमा नयाँ कुरा लिएर आउने नै छौँ। त्यति बेलासम्मलाई बिदा दिनुहोस्। हरि ओम, नमस्कार।